उठ्यो मैले डिस्टर्ब गरिदिएँ जस्तो लाग्यो You want to go outside? म गर्छु Hi everyone, welcome back to my channel. उसको नाम चाहिँ गुगु हो अनि उसलाई चाहिँ मेरो पछि लाग्नुपर्छ अनि अहिले म ब्रस गर्न लागेको अनि उसलाई यहाँ आउनु परेको भएर मैले हजुरहरूको छेउमा देखाएको मेरो गुगुलाई गो नआऊ है डिस्टर्ब गर्नु मलाई गुगु या म हजुरहरूलाई एउटा चिज देखाउँछु ल He's Milo. He's like, he's my favorite baby. And she's Gugu. अनि अघि नै हजुरहरूलाई देखाइसकेको छु मैले अनि ऊ चाहिँ अलिकति ब्राड छ कि अलि लाइक चकचक गर्नुपर्ने टाइपको छ मलाई स्न्याक मागेको अघि नै दिइसकेको मैले स्न्याक्स चाहिँ फेरि मागिरहेको छ स्न्याक्स मलाई घरिघरि चाहिँ दिन मिल्दैन नि त दिनमा दुईचोटि चाहिँ दिनुपर्ने हो मागेको मैले वाक्कै लगाएको भएर घरिघरि त मैले 2-3 चोटि नै दिन्छु स्न्याक्स दिन चाहिँ नमिल्ने हो माया लाग्छ अब के गर्ने यसलाई मैले मसाज गर्छु हुन्छ है म्यागी मसालाले मैले चिकन बनाउन लाग्छु पता त्यसरी यो अनलाइन मैले काट्दै पैसा दिइराख्छु मैले त्यसै मलाई दिइराख्छु आज पनि सक्नुहुन्छ मैले आफ्नो कुकिङहरु डिजाइन सेयर गरेको मात्रै हो बुबु मैले किन चाहिँ कति भाइ प्लिज म त वाट्सएपमा एक भिडियो तिमीले मलाई भिडियो बनाएर गरी खान नदिने भयो नि मम्मीलाई हेल्प गर्नु त छैन भिडियोमा यसो भिडियोहरु खिचौं यो चाहिँ अँध्यारो देखिरहेको छ
मैले बटरको नि यसलाई मसिनो बनाएर क्युब जस्तो बनाएर चाहिँ हालेको छु। अहिले म ड्याडलाई बोलाइदिन्छु अनि त्यसपछि थाहा पाउँछु क्यामेरा हल्लाइदिएको हेर्नु न के गर्नु र मलाई यिनीहरूले गरी खानु। तिमीलाई त ड्याडले टिपाएको छ के? ड्याडले टिपाएको छ। कति म्याउ म्याउ गर्छ भनेर यहाँ हेर्नु न यहाँ त्यसै दिनभरि म्याउ म्याउ हो। के गर्ने चाहिँ होइन यिनीहरू। मिलो उसको कार्टुन हो यो। यहाँ सुतेको अनि तिम्रो छ त अर्को बेड किन उसलाई चाहिँ यही कार्टुन मनपर्छ। बेडहरू पनि छ उसको सुत्ने तर यिनीहरूलाई के। अनि मैले सो फन्नी यो ल्याइदिएको थिएँ यो फ्रक ल्याइदिएको थिएँ यिनीहरूलाई खेल्नुको लागि। यसलाई डिस्टर्ब नगरौँ। हाम्रोमा चाहिँ पानी परेको छ यता जति बेला नि पानी परिरहेको हुन्छ। मेरो फ्लावरहरू हो। You want to go? उठ्यो मैले डिस्टर्ब गरिदिएँ जस्तो लाग्यो। You want to go outside? म बज्छ। जाडो छ कि बाहिर पानी परेको भएर चाहिँ अब म चाहिँ यहाँ कफी बनाउनु पर्यो भनेको त यहाँ बोक्नु पर्ने। ओ यहाँ बच्चालाई जस्तो बोक्नुपर्छ। मिलो मिलो एला लुक एट मी। यहाँ हेरिदिनुहोस् बाहिर हेरिदिनुहोस्। मलाई यता हेरिदिनुहोस्। बच्चा भन्दा पनि गएको बच्चा हो तिमी। बेबी हो तिमी। बेबी हो तिमी। 2 इयर्सको भइसक्यो होइन अब बेबी होइन नि त तिमी। यहाँ हेरिदिनुहोस् त मिलो। म बोल्छु मिलो यहाँ हेरिदिनुहोस्। साथीहरू मामाको भिडियो सब्सक्राइब गरिदिनुहोस् भनिदिनुहोस्। मामाको भिडियो सब्सक्राइब गरिदिनुहोस् भनिदेऊ। मामालाई धेरै माया गरिदिनुहोस् अनि मलाई पनि माया गरिदिनुहोस् भनिदेऊ। उसको स्न्याक्सहरू छ जाडो छ नि त अनि उसलाई जाडो भएर बोक्नु परेको। अब म उसलाई स्न्याक्सहरू दिन्छु अनि त्यसपछि चाहिँ एसी खोलिदिन्छु। जाडो भएछ जाडै छ कि एकदम यहाँ त पानी परे गर्ने। अब छ म बेबी। कफी चाहिँ यसरी बनाउँछु म छिटो छरिदो। अनि यहाँ हेर्नु न मामालाई कुरेको। माया गरिदिनुहोस्। my handsome boy. Thank you so much for watching my video. हजुरहरूले अन्तिमसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब चाहिँ म भिडियो एन्डिङ गर्न लागिरहेको छु। आजको चाहिँ मेरो भ्लग भनौँ। अनि मेरो मिलो ऊ चाहिँ मिलो हो अनि गुगु र मिलो छ। गुगु चाहिँ गर्ल हो भने मिलो चाहिँ बोय हो। अनि आज चाहिँ एकदम जाडो भएको भएर होला यसरी क्लोज भएको। यसरी न त बोक्नु मान्दैन भागिहाल्छ। अलिकति ऊ चाहिँ
अलिक डराउने खालके छ, लाइक स्केयर हुन्छ कि भागि जान्छ। अनि के भएको हामीले ल्याउँदाखेरि नै त्यस्तै थियो। अनि डराइहाल्ने, केही भयो भने तर्सिहाल्ने, गाडीको आवाजहरू आयो भने पनि भाग्ने, त्यस्तो छ कि। अनि अलिक गुगु चाहिँ अलि बाठी छ, ऊ चाहिँ ऊ डराउँदैन केही कुरामा नि, उसलाई चाहिँ डर लाग्छ कि। अनि त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि अर्को नेक्स्ट भिडियोमा फेरि भेटौँला। बाई बाई, टेक केयर। अनि हजुरहरूको दिन शुभ रहोस्।